हेलो माइक चेक 1 2 3 1 2 3 कहिलेकाहीँ लाइफमा प्लानहरू धेरै लामो टाइमसम्म पेन्डिङ बस्छन् नि अनि एक दिन अचानक त्यो प्लान रियालिटी बन्छ। हामी केटाहरू धेरै टाइमदेखि एउटा कुरा रिपिट गरिरहेका थियौँ, ब्रो फेरि क्याम्पिङ जाउँ न। किनकि हाम्रो लास्ट क्याम्पिङ भएको थियो लगभग 1 वर्ष अघि कोट डाँडा गोदावरीमा। त्यो हाम्रो फर्स्ट क्याम्पिङ थियो र अनेस्टली भन्नुपर्दा लेजेन्डरी ट्रिप नै थियो। एडभेन्चर यति धेरै भयो कि मिडनाइटमा लियोपार्ड इन्काउन्टर नै भयो। त्यसपछि त हरेक ग्यादरिङमा त्यो स्टोरी कम्पलसरी डिस्कसन थियो। त्यसैले यसपटक हामीले डिसाइड गऱ्यौँ नुवाकोट हियर वी कम। प्रिपरेसन सुरु भयो फ्राइडे जुलाई 31बाट। टेन्ट रेन्ट गऱ्यौँ, बोनफायरका लागि फायरवुड तयार गऱ्यौँ, स्न्याक्स किन्यौँ, फुड आइटम्स किन्यौँ र सबैभन्दा इम्पोर्टेन्ट थिङ बार्बिक्यू चिकन म्यारिनेट गऱ्यौँ। त्यो फ्रिजमा आराम गरिरहेको सर्ट चाहिँ रेकर्ड नै भएन। सो ट्रस्ट मी गाइज, चिकन एक्जिस्टेड। स्याटरडे अगस्ट 1 अराउन्ड 2 PM हामी काठमाडौँबाट निस्क्यौँ। बट वेट लेट अस इन्ट्रोड्युस आवर सेल्फ। यो चाहिँ म समीर जयसवाल, टिमको प्रोफेसनल सेफ जसको चाहिँ कुनै कम्पिटिसन नै छैन, जसले चाहिँ एकदम मिठो मिठो खाना पकाएर सबैलाई खुवाउँछ, तर घरमा भने चाहिँ भात पनि आफै बसालेर कहिल्यै खाँदैन। र टिमको सबैभन्दा ह्यान्डसम र सबैभन्दा प्यारो व्यक्ति, सबैभन्दा ट्यालेन्टेड पनि हो है, तर कहिले कमन्ड मात्र नगरे भनौँ न। र अर्को हाम्रो गाडी धनी ड्यानियल डिके। हुन त नाम ड्यानियल केसरी हो, तर सबैले ड्यानियल डिके नै भन्छन्। र यो चाहिँ गाडी धनी मात्र होइन, यो ट्रिपको बाइक धनी पनि हो, जुन बाइक चाहिँ मैले चलाएर जाँदैछु। र अर्को पात्र चाहिँ विजय। अब यसको चाहिँ के भनेर परिचय दिउँ नै थाहा भएन, सायद दशा लाउने व्यक्ति भन्दा हुन्छ होला। र हामी 3जना चाहिँ बच्चैदेखिको एकदम मिल्ने साथीहरू। र अब एन्ट्री हुन्छ हाम्रो ग्रुपको अग्रजहरूको। उहाँ चाहिँ ड्यानियल डिक्यू, हाम्रो ग्रुपको ऱ्यापर, एक्टर, सिङ्गर, मल्टिमिडिया स्पेसलिस्ट अनि अरू के हो के त्यो चाहिँ भनेर कहिले नि सकिन्न। र उहाँ हुनुहुन्छ हाम्रो टिमको कमेडियन रन्जित श्रेष्ठ। उहाँले चाहिँ यसरी नै आफ्नो परिचय दिने भएर मैले नि यसरी नै भने। उहाँ बिना चाहिँ हाम्रो ट्रिप अनसक्सेसफुल नै हुन्छ जस्तो लाग्छ क्या, किनकि हँसाउने, माया गर्ने, केयर गर्ने मान्छे नि चाहिन्छ कि ग्रुपमा। र अर्को पात्र चाहिँ हाम्रो ठुलो दाई यानि अभिषेक दाई। उहाँ चाहिँ हाम्रो टिमको खत्रै ड्रमर र लास्टै गफाडी त हामी सबै छौँ, बट ठुलो दाई बिङ ठुलो दाई अलि धेरै गफाडी। र अन्तिममा हामी सबैको भाइ सक्छन् भाइ, ऊ चाहिँ हाम्रो ठुलो दाईको सानो भाइ यानि कजन र न्यू इन द टिम। अब लेट्स कन्टिन्यू टु द ट्रिप। भ्यालीमा हेभी रेन परिरहेको थियो। म बाइकमा थिएँ, बाँकी टिम कारमा। र बोइज बिङ बोइज, वाट दे डिड इज दिस। Swarming around the floor. Ooh, हाम्रो tourist guy. शिवपुरी पुग्ने बित्तिकै मुड नै चेन्ज भयो। फगले पुरै हिल कभर गरेको, कोल्ड वेदर, वेट रोड्स, अनेस्टली दार्जिलिङ भाइब्स आइरहेको थियो। त्यहीँबाट हाम्रो फर्स्ट सिनिक रुट सुरु भयो। सक्षम भाइ बाइकमा मसँग जोइन भयो, बाँकी 5जना कारमा। अनि आज चाहिँ शनिबार भएर एकदमै धेरै मान्छेहरू ओहोरदोहोर गरिरहनु भएको रहेछ होइन। अरू बेलामा चाहिँ खासै यस्तो हुँदैन, आज चाहिँ अलि धेरै नै छ। अनि त्यसपछि आज चाहिँ अलि यो बाटोको रमाइलो लिनै नपाइने जस्तो छ, तै पनि हामी लिन्छौँ जबरजस्ती भए पनि। रेन पछिको भ्यू लिटरली पोस्ट कार्ड जस्तो थियो। कुल ब्रिज, ग्रिन हिल्स, फग, राइड नै थेरापी जस्तो लागिरहेको थियो। हाम्रो सख चाहिँ एकदमै खतरनाकै भयो गाइज होइन। क्याम्पिङ गर्ने भनेपछि गर्ने। अब आज जाने भनेपछि जाने त्यो हुन्छ नि। एक्चुअली प्लान बनेपछि हामी प्लान चेन्ज गर्दैनौँ गाइज। यो अस्ति स्याटरडे प्लान बनेको, त्यसपछि खासमा यो क्याम्पिङ जाने कुरा चाहिँ पहिल्यैदेखि भइरहेको थियो होइन। तर त्यही हो के कुराले गर्दाखेरि जान पाइरहेको थिएन। अहिले चाहिँ हामीलाई मौका पाएको छौँ, त्यही भएर अहिले जाँदैछौँ। उता चाहिँ घाम लगाइरहेको छ। ओहो गाइज, तपाईँहरू क्यामेरामा देख्नु भयो कि भएन होइन। उता चाहिँ मस्तै घाम लागिरहेको छ, यहीँबाट देखेँ मैले। म तपाईँहरूलाई त तलबाट देखाउँछु, जहाँबाट देख्छ त्यहाँबाट।
त्यहाँ चाहिँ पुरै हुन्छ नि त्यो क्लिन देखेर मस्तै त्यो घाम चाहिँ मजाले लागेको देखेछ क्या। अनि यता चाहिँ पानी परिरहेछ यो शिवपुरीको यो जङ्गलमा चाहिँ अहिले त्यस्तो स्थिति मौसम होइन, तल चाहिँ त्यस्तो छैन होला। उता छैन भने मैले थाहा पाइसकेँ गाई यताबाट देखेरै होइन, कस्तो दामी देखेर चाहिँ क्लिन रहेछ। ल भाइ उता पानी परेको छैन रहेछ, उता पानी नपरिसकेपछि हामीलाई सजिलो हुन्छ क्या। अब जाँदाखेरि भिजे पनि गाई उता गएपछि चाहिँ नभिजोस् होइन। यस्तो हामीलाई टेन्ट सेट गर्ने बेलासम्मलाई पानी नपरोस्, त्यसपछि त बरु पऱ्यो भने हामीलाई मतलब भएन होइन। किनकि हामीसँग टेन्ट पनि छ, तिरपाल पनि छ, खानासाना पकाउनलाई चाहिँ हामी तिरपालको मुनि बसेर पकाउँछौँ होला। अनि राति सुत्नलाई त अब टेन्ट भइहाल्यो, स्लिपिङ ब्यागहरू भइहाल्यो, हामीले सामान सबै लगेछौँ होइन। अनि हामीले सामान चाहिँ सबै रेन्टमै लगायो, यो टेन्टहरू, स्लिपिङ ब्यागहरू सबै, तिरपालहरू। अनि त्यहाँ गोदावरीमा चाहिँ हुनुहुन्छ एउटा दिदी, हामी पहिला क्याम्पिङ जाँदाखेरि पनि त्यहाँबाट लगेको थियौँ, जस्तो दिदीकोबाट 2-3चोटि हामीले सामान लगिसक्यौँ होइन। अनि त्यसपछि अब तपाईँहरूलाई पनि त्यहाँबाट हुन्छ नि टेन्टहरू रेन्टमा लिएर जान मन लाग्छ भने म यहाँ तल नम्बर राखिदिन्छु, अथवा डिस्क्रिप्सनमा पनि नम्बर हुन्छ होला, त्यहाँ हजुरहरूले कल गरेर बुझेर लिएर जान सक्नुहुन्छ। यसले एकदम मिलाएर दिनुहुन्छ होइन टेन्टहरू, हामीलाई पनि एकदमै मिलाएरै दिनुभयो। हामीले कतिमा ल्यायौँ भनेर चाहिँ नभनौँ होला होइन, अलिकति गाह्रो पर्ला, तर जे भने हामीलाई त्यसले एकदम मिलाएर दिनुभएको छ सबै सामानहरू। अनि त्यही हो गाइस, अब म तपाईँहरूलाई त्यहाँ तल चाहिँ घाम लागिरहेको रहेछ त्यो पनि देखाउँछु। छरे पुगेर सानो ब्रेक लियौँ, किनकि नेपाली ट्रिप विदाउट फर्गेटिङ समथिङ इज इम्पोसिबल। केही सामान छुटेको रहेछ त्यो किन्यौँ, अनि सुरु भयो अर्को मिसन, पर्फेक्ट क्याम्पिङ स्पट हन्ट। हाम्रो स्पट कता? आइपुगिसक्यौँ है गाइस, अब छरे आइपुगिसक्यौँ। अब यहाँबाट चाहिँ खोला स्टार्ट हुँदैछ। अनि यता नजाने, अगाडि जाने, अगाडि जाने, अनि त्यसपछि साइडतिर ठाउँ हेर्ने, इफ भेटेन भने अझै माथि जाने, अनि बजार आइपुग्छ। बजारबाट माथि गयो भने चाहिँ त्यहाँ चाहिँ मोस्टली ठाउँहरू छ, हेर्दै जाउँ न बाटो। ब्ल्याक टीको लागि उ लिएर जाऊँ न त। रातो भयो त त्यो उसले त अघि त्यो पानी सानी पर्यो नि त, मसँग कफी लगाउँ त्यो सानो कफी चाहिँ लैजाउँ कफी लगाउँ है। अनि पानी पनि किनेर ल्याइदिनु ल ल। एक क्यारेटै किन्ने हो क्या पानी? ऊ त्यो गाह्रो छ त, जारले त पकाउन सघाउने इधर उधर गर्नु। केही त छैन पकाउनलाई, चाउचाउ मात्र गर्नुपर्ने हो ससेज मात्र ए ल जारको पानी फेरि ए जानेल हामीले त तेल ल्याउनु बिर्सेको रहेछ नि। दिल्ली तेल चाहिँदैन होला। ससेजको लागि के बोइल गर्ने दाइ? बोइल गरौँ न। ससेज बोइल खाइदिउँ न। पोलाउ के यार बवाल हुन्छ भने। ए पोलेर पनि दामी हुन्छ। तेल सेल के लगाउँ भने? त्यो हामीले लिएर आएको तेल छ नि, त्यो अलिकति स्प्रे गरौँ होइन उसले, अनि त्यसपछि पोलिदिउँ क्या, ग्रिलरमा पोलिदिउँ न। ल लिन के दिन्छ इनिसियल प्लान चाहिँ रिभर साइड क्याम्प गर्ने थियो, तर मनसुन सिजन, नदी एकदमै ठुलो बगिरहेको थियो। अनि हामीले मेच्योर डिसिजन लियौँ, ब्रो लाइफ रिस्क लिनु पर्दैन। यस गाइज वी आर रेस्पोन्सिबल चिल्ड्रेन अफ आवर फ्यामिली, प्लिज क्ल्याप। सेफ प्लेस खोज्दै गर्दा अँध्यारो हुन थाल्यो, अनि हामी नुवाकोट दरबार एरियातिर लाग्यौँ। एउटा ठाउँ भेटियो, धेरै एनालाइज नगरी टेन्ट सेटअप गऱ्यौँ। लेटर मर्निङमा रियलाइज भयो ब्रो दिस वाज एक्चुली द पर्फेक्ट स्पट। तर त्यति बेला हाम्रो ब्रेनमा एउटै कुरा थियो, फुड। टेन्ट सेटअप सकिने बित्तिकै म नुडल्स पकाउन लागेँ। सबैलाई भोकले हालत खराब भइसकेको थियो। नुडल्स तयार भयो, ससेज टिममा राखियो। मिनवाइल दानियलले चाहिँ चौचो साँधेको बनायो। लाइट्स क्यामेरा एक्सन यो पानी नफालौँ है बाबु, खाने सुप भयो पनि खानुपर्छ होइन दाजु? होइन चौचौ मिक्स त्यसमा त्यही भाँडामा गर्नु पर्ला है, के भाडामा? त्यही भाँडामा कि यो बाबु लिनु एकछिन यसको माथि राख्ने एउटा प्लेट लिनु लिनु यी बाबु 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 त्यो प्लेटमा हुनु प्लेटमा हुँदैन। गर्नुपर्छ है। अनि स्टिममा केमा स्टिम गर्छस् त अब? रुक्नु, अब यसमा पहिला मोलेर निकाल्दै म त्यसपछि स्टिम गर्छु। ग्यास बन्द यो भइसक्यो। मसला दिन्छ त वाइवाईकै त्यो पानी छ नि, वेस्टेज पानी, त्यसमै ससेज स्टिम गरिदिऊ। त्यही गर्नु। त्यही हो। बाबु त्यो सबै पिरो खाऊ है, टाकै पोल्ने गरेर ल। भाइले निकाल्दिएर ल एकछिन रोके। बाबुले के निकालिदिएको? होइन त्यो डाडु साल ल्यायो भने त घरको फिलिङ्स आउँछ नि हौ होइन? त्यही भने हामीले त्यही सोच्यौँ। एउटा लट्ठीले भन्ने
काट काट लट्ठी। बस्ने पनि अनि होइन त काटा छ त त्यहाँ घोल्नलाई यसलाई उ गर्ने नि यसलाई पखाल्ने बाबु यसलाई पखाल्ने त्यहाँ काटा छ त हो यसलाई पहिला पोल अनि मजाले पखाल्नुपर्छ है ए काँटा छ नि यो झोलामै चटपटे बनाइदिउँ अघि त्यही त भनिरहेको छु भने बाबु डबल गर्नु झोला रोग न म तँलाई भाडा दिन्छु अब त्यो भाडा फेरि धुनु पर्छ यसमै बोल्ने भाइ झोलामै रिस हो र मदेखि जाइ भने झोलामै गरिदिउँ दाइ झोलामै बनाइदिउँ त्यहाँ तल बोलाइरहेको नमोल्ने बाबु फेरि तपाईँको लास्टै पोल्छ क्या यो फेरि पोल्छ क्या खोइ दाने प्लास्टिक दे त मलाई एउटा होइन बाबु यही चलाउनु यही चलाउनु होइन त प्लास्टिक हातले गरौँ एकैचोटि हुन्छ हातले नै गर्न त सिधै हात सिधै हातले नगरौँ के प्लास्टिक लगाएर गरौँ पोल्छ के कि फेरि उसको प्लास्टिक कति फोहोर हुन्छ मुला यो यो चिम्टीको गरौँ नि त सजिलो हुन्छ भनेको यसो गर्नु न सजिलो किन चाहियो र भने के यो चिम्टी उ गरौँ न उसलाई मसला राम्रोसँग चिम्ची त्यो झोला दिनु न यसलाई उल्टो गरेर गर्नु न उल्टो गरेर बाबु त्यो उल्टो गरेर गर्ने होइन भइसक्यो कुरा मिलिसक्यो यहाँ मिल्छ कि किन बाबु यसलाई पनि उल्टो उल्टो गरेर फुड रेट त होइन टिक्स लगिरहेको छ किन नहाल्ने बाबु हामीले अरूमा हाल्नु अहिले ए यो पिरी हुन्छ 2x हो नि त यो 2x कि 3x छिटो गर्न अघि चिसो जति पनि भएको थियो बाबु यो हातमा गयो ओहो यसो गरेर वाली गर्ने कि बाबु जुरुक जुरुक लास्ट बोल्दो रहेछ अनि मैले भने होइन चिम्टीले गरेर कस्तो फिल भइरहेछ तँलाई तैँले यार आउँला पानी हाल्नु त दामी देख्छ जगबाट है बाबु जगबाट है हाम्रो दानिलले आविष्कार गरेको जगबाट ए भुजे नि हाल्ने हैन हाल्ने बाबु हाल्दिउँ म चिउरा के गर्ने चुरा न चुरा त अहिले मासुसँग खाने हो भुजा 1-2 मिनेट हाल्दिनु चिउरा मासु खाम लाग्यो त्यो आगो चाहिँ बाल्नुपर्छ भुजा पनि मासुसँग मिल्छ पानी र कम हुन्छ जस्तो छ यार सब बनाइदिउँ सबै हालेर यो कुरकुरेहरु न छुट्टै खाम लाग्यो त्यो त्यसलाई वेस्ट मात्रै हुन्छ क्या त्यो भुजे चाहिँ सबै क्यामेरा एक्सन उ यता मसला डल्लै पछि छ यसलाई गर्नुपर्छ माय गॉड कति प्याकेट हुँदा रहेछ यो चोचो त्यो मसला पुगेन 5 प्याकेट हुन्छ जस्तो लाग्यो मसला हाल्दै एउटा दाइ 2x हो क्या पिरो हुन्छ पिरो होइन त मसला पुगेन जस्तो लाग्यो अरू त के हाल्ने हालिसक्यो कलरै हालेन कलर सबै हाल्यो यो पनि हाल्नु त यो चाहिँ किन राखिरहेको त नि यो 2x पिरो हुन्छ भनेको क्या यसले पिरो हुने होइन कि त्यसले कलरले चाहिँ कलरै होइन नि यसको कलर तेल मात्रै हो 2pm को चाहिँ फरक हो 2pm को चाहिँ झोल हो होइन करेन्टको चाहिँ पिरो धेरै नबनाउँ कि ओइल मात्रै हो क्या डराउँदो रहेछ के भयो सक्सेस भयो भेट्यो भने त गयो हजुर गाइस हामी चाहिँ अहिले यो के भन्छ करेन्ट चाउँछौँ अनि त्यसपछि यहाँ चाउचो साँधेको बन्दैछ होइन सरी अनि यहाँ कोक पनि छ खाँदैछौँ ऊ त्यो अब चाहिँ एकछिनपछि चाहिँ यो खाइसकेपछि चाहिँ हामी त्यो मासु मजाले अब उ गर्छौँ बारबिक्यू गर्छौँ यहाँनिर अनि हामीसँग जाली पनि छ होइन अब सिधै हामी खाइसकेर भेट्नेछौँ है त्यो मोमेन्टमा 5 स्टार बुफे भन्दा त्यो चाउचाउ टेस्टेर लागिरहेको थियो बोनफायर पनि पर्फेक्ट जलिरहेको थियो बारबिक्यूको लागि चारकोल तयार हुँदै थियो ससेज स्टिम भएपछि हामीले टेस्ट गऱ्यौँ एन्ड नो जोक प्लेन स्टिम्ड ससेज पनि यति टेस्टी हुनसक्छ भनेर मैले त्यहीँबाट थाहा पाएँ तर केरा भनेको केरा नै कसैले भने ब्रो आगोमा ग्रिल गरौँ न साइन्स 0 कन्फिडेन्स 100 रिजल्ट आउटसाइड क्रिस्पी स्लाइटली रबरी स्किन इनसाइड सफ्ट जुसी मिट सबैको एउटै रियाक्सन ब्रो दिस इज एक्चुली फायर लिटरली फायर हाम्रो ससेज त्यस्तो दामी भएको थियो है यो अलिअलि डढायो होइन यो डढेको झन् मिठो हुँदो रहेछ मेरो चाहिँ बेस्ट रहेछ के मेरो बेस्ट दाइ यस्तोलाई के भन्दो रहेछ अरे यसलाई अफ्रिकन ग्रिल ससेज होइन कि त यसरी बसेर खानलाई के भन्दो रहेछ यस्तो डाँडामा यस्तोलाई चाहिँ क्याम्पिङ भन्दा रहेछ होइन हामी आज पनि थाहा पायो भ्लग गर्ने मान्छेले थाहा नि त्यो कुरा भन्ने यो नदेखाउँ न यो देखाउँ न होइन फर्क त यो त म जस्तै भएछ त दाना कस्तो भन्दैछ त बोर्ड मजा आएन यहाँ दामी ससेज हुँदैछ चल खाइस् सोच्छौँ भाइ
बोक्छु त ए भाइ हेर्न हातमै बोकेर बसिरहेको रहेछ मजा आइरहेको भाइ मेरो कपिराइट क्लेम आयो भने चाहिँ बाल हो होइन भाइ बाल हामीलाई अब आयो नाइटको मेन क्यारेक्टर बार्बिक्यू चिकन कोइला पर्फेक्ट स्टेजमा थियो सो वी स्टार्टेड स्लो ग्रिलिङ स्मोकको स्मेल कोल्ड वेदर फ्रेन्ड्स अराउन्ड द फायर त्यो फिलिङ एक्सप्लेन गर्नै गाह्रो छ विजय कस्तो लाग्दैछ दामी रनित दाइ कस्तो लाग्दैछ एकदम बाबु मैले सोचेको थिएन नुवाकोट यति राम्रो हुन्छ भनेर है म चाहिँ खास गरी बोग्लाएर आएको है केटाहरूले मोमो खाउँछु भनेको के खुवाए होइन मोमोको भाडामा चौचौ खुवाइदिएर यही मोमोको भाडा चौचौ र ससेज सक्छन् भाइ मलाई कस्तो लाग्दैछ एकदम बबाल लागिरहेको छ बबाल हो स्योर हो के छ ठुलो दाइ हजुरको मस्त छ कस्तो फिल हुँदैछ दाइ रमाइलो भइरहेछ सिटी लाइफबाट टाढा आउँदाखेरि कस्तो फिल भयो टाढा आउँदा अर्ग्यानिक भाइब्समा चट्ट यहाँनिर क्याम्पिङ गर्दा दाजुभाइहरूसँग दाइ Just chill our life out of everything होइन race टाढा बसेर पुरै जङ्गलको बिचमा अन्त चिल भएर जब यहाँ सुत्ने हो यसरी कम मजा आउँछ लगाइस होइन हामीले रमाइलो भइरहेछ जस सिटीबाट टाढा आउँदाखेरि होइन लाइक हरेक दिन काम गऱ्यो अनि त्यसपछि टक्क लाएर 2-3 हप्तामा एकचोटि यसरी क्याम्पिङहरू आउँदाखेरि सिटीबाट टाढा बस्दाखेरि चाहिँ एकदम रमाइलो गरेछ हाम्रो कसरी भ्यूहरू पनि छ होइन क्यामेराले त्यस्तो क्याप्चर गर्न नसक्ला तर हाम्रो आँखाले क्याप्चर गरिरहेको छ उतापट्टि बबाल छ यस बल्ल बल्ल उ गर्दैछ त्यस हाम्रो सेटअप यस्तो छ र हाम्रो गाडी छ टेन्ट छ यहाँनिर हाम्रो पानी र यहाँनिर पाकिरहेको छ सबै कुराहरू यही हो भ्यू चाहिँ हाम्रो चिकन रेडी भएपछि रिभ्यू सुरु भयो अफिसियल ग्रुप रिभ्यू 10 आउट अफ 10 अनअफिसियल रिभ्यू भोक लागेको बेला 100 आउट अफ 10 गाइज हाम्रो मासु चाहिँ यस्तो भएको चाहिँ यस्तो खतरा भएको चाहिँ कस्तो छ दाइ मासु दाइ मासु कस्तो भएको छ त कस्तो भाइ रन्जित दाइ यत्रो मिठो छ रन्जित दाइ झ्याप हुनु भइसक्यो निन्द्राले यस्तो निन्द्रा लाग्यो त तपाईँले दाइ कस्तो भएको छ मासु बबाल पाकेछ यो हड्डी ठ्याक्कै हो त्यो बिजय हो त्यो बिजय सुतिरहेको के भएको जस्तो हो अरे बिजय बिजेको सोटो खाइदिनु ल बाबु म त नखाने खानुपर्छ अहिले एकछिन खाएर त यत्रो बाँकी छ म यसो को जस्तो एमएनएम 50 सेन्ट स्कुल डक्टर मैले लिड गर्दै भिडियो बाँडेर कुन हो यो फुल बिना हड्डीको पाकेछ नि मैले त खाइदिएर पाकेको भित्रसम्म पनि यो कुखुराले के भन्यो होला है अझै यहाँ चित्त बुझ्नु गरेर खाएको छ भन्ने सब भन्यो त्यसपछि सुरु भयो एक्चुअल क्याम्पिङ हामीले गीत गायौँ जोक हान्यौँ एकअर्कालाई जिस्कायौँ गेम खेल्यौँ ऱ्यान्डम लाइफ टक्स गऱ्यौँ र अचानक बोनस इभेन्ट सुरु भयो ड्यानियल दाई भर्सेस रन्जित दाई ऱ्याप ब्याटल आइज खेलौँ ऱ्याप बाटल डिस डिस मिस मिस ए पकाउँछस् तैँले चुलोमा डिस डिस
कुखुराको छोरो उदोरे मोरो ऱ्याप खान्छस् मलाई अहिले साँच्ची खान्छी तँलाई के आनु बच्चा हेर्दै फेरि कच्चा ललिपप चुसाइदिन्छु आगर यसको थोपडा चिम्पान्जीको हेर्दै चिज्न मन लाग्ने यसको थोपडा चिम्पान्जीको हेर्दै चिज्न मन लाग्ने जिउ पनि त्यस्तै ललिपप चुसाउने पहिला अर्को ब्याट बिट आउँछ उत्तौलो यो उत्तौलो केटो आज आएर हान्छ मलाई ऱ्यापको ब्याटो यो मुटुलो आइज सुकुलो छ भने आइज मुटुलो आगो सागो तिमीसँग पाको त्यसपछि बाँकी सबै तैँले आने जेपतै हानी अनि जेपतै गाउने मुला चुसे आँप जस्तो तेरो थोप्रा बाँदरलाई निसाउने अनि भल्ली निचाक तेरो कम्मर फुर्काउने त मुला हेर्दै बाँदर जस्तो कस्तो फुर्काउने औली काउली मेरो घरमा खाउली तँलाई चिकन नै चाहिने म बाँदर रे त सरापे अहिलेदेखि मेरै मुखतिर त किन गइरह रे त मुला बाँदर जस्तो तेरो थोप्रा किन यस्तो हेर्दा फेरि डर लाग्छ बच्चाहरू सब तर्स्यो यताउता हेर्छ हेर्दा भाइ को रहेछ रन्जित डाँडाबारीको हेर्दा फेरि तेरो थोप्रा किन कालो सबैजना तर्सी हेरे हाम्रो भाइ सालो रन्जित पालो तेरो पालो जसको प्रेम परेकै छैन त्यसको प्रेम गीत कति साह्रो सुन्नु पर्ने कै हो बानेश्वरको सालो ऱ्याप ब्याटल भन्दा पनि डिस ट्र्याक कम्पिटिसन जस्तो थियो हामी अडियन्स भएर हाँस्दा हाँस्दा पेट दुख्ने अवस्था भइसकेको थियो बडी टायर्ड थियो बट सोल फुल्ली एनर्जेटिक थियो फाइनली हामी सुत्नतिर लाग्यौँ मेबी 5 मिनट्स पनि भएको थिएन बाहिर पानी परेको साउन्ड बढ्न थाल्यो जुन कुराको सबैभन्दा धेरै डर थियो द्याट थिङ फाइनली ह्यापेन अ हेभी रेन गाइस पानी पर्यो अनि हाम्रो टेन्टभित्र चाहिँ पानी छिर्न थाल्यो अलि ल्याङ भयो हामीले 2-3टा कभर थियो हामीले पानी पर्दैन भनेर यो कभरै हाल्दैनौँ आई मिन एउटा मात्रै हाल्यौँ त्यो कभर टाँसेर होला पुरै पानी छिर्यो यहाँ त त्यहाँनिर हामीलाई यस्तो भइसक्यो अब हामी यसको माथि तिरपाल हालिदिन्छौँ यस्तो भइदियो गाइस हाम्रो त हेर्नु त राति बिजोग भइदियो कति बज्यो दानियल 2 बज्यो होला है ठ्याक्कै 2 बजे त गाइस अनि पानी पर्यो पानी पर्यो मात्रै होइन पानी छिर्यो पनि केही बेरमै टेन्टभित्र पानी पस्न थाल्यो स्लिपी बोय इन्स्ट्यान्टली इमर्जेन्सी रेस्क्यु टिममा कन्भर्ट भयो बाहिर निस्क्यौँ रेन कभर फिक्स गऱ्यौँ 3वटा रेन कभर थप्यौँ एउटा तिरपाल पनि राख्यौँ त्यति बेला टेन्ट हेर्दा यस्तो देखिन्थ्यो कि मानौँ हामी क्याम्पिङ होइन फ्लड रेजिस्टेन्ट प्रोजेक्ट बनाइरहेका छौँ तर मिराकल भयो पानीभित्र छिर्न बन्द भयो त्यसपछि अनकम्फर्टेबल भयो पनि 3-4 घन्टा समहाउ रेस्ट गऱ्यौँ हामीले मर्निङ एराउन्ड 6 बजीतिर उठ्यौँ हल्का पानी परिरहेको थियो बाहिर निस्केपछि हामी लिटरली साइलेन्ट भयौँ अगाडि त्रिशुली खोला तल पिदुर बजार फ्रेस मर्निङ एयर क्लाउड्स मुभिङ थ्रु द हिल्स रातिको स्ट्रगलपछि त्यो भ्यू रिवार्ड जस्तो लागिरहेको थियो त्यति बेला रियलाइज भयो yesterday in the darkness we accidentally chose the best place हामीले सामान प्याक गऱ्यौँ एरिया सफा गऱ्यौँ ट्र्यास कलेक्ट गऱ्यौँ एभ्रिथिङ ब्याक टु नर्मल ल गाइज गुड मर्निङ है आज भ्लग चाहिँ बिहान भइसक्यो अनि बाहिर चाहिँ अलि पानी परिरहेछ सिमसिम त होइन अघिसम्म त सिमसिम थियो अहिले चाहिँ अलि ठुलो पानी परिरहेछ अनि हामीले चाहिँ लगभग सबै सामानहरू सबै प्याक गरिसक्यौँ सामान सबै प्याक गरिसक्यौँ अनि त्यसपछि त्यहाँ आउँदै बाहिर पनि केटाहरूले त्यहाँ प्याक गर्दैछन् है अनि ठाउँ चाहिँ यस्तो थियो है हाम्रो यहाँ बसेको ठाउँ चाहिँ यस्तो हो जस राम्रै छ ठाउँ होइन बाहिर अब खासै भ्यू त देखाउनु पाएन पानी परिरहेछ
फोनमा चार्ज पनि जम्मा 3% चार्ज छ होइन, त्यही 3% चार्जमा फोन भइरहेछ, रेकर्ड भइरहेछ ल 3% चार्ज छ होइन, त्यही भएर फोन पनि स्विच अफ हुन लाग्यो। अब एकछिनमा चाहिँ हामी अब चाहिँ खासमा यहीँ चिया अब खाने भनेर हामीले सब ब्रेकफास्टको सामानहरू चाहिँ लिएर आएको थियौँ, तर अब अलिक चाँडो फर्क्यौँ भनेर चाहिँ हामीले के गर्यौँ भन्दा खानेकुराहरू चाहिँ यहीँ राखिहाल्यौँ। अनि अब चाहिँ हामी तलतिर गएर चाहिँ चिया खान्छौँ होला, क्याफेमा गएर चिया सिया खाएर चाहिँ त्यसपछि हामी निस्किन्छौँ। अब त्यही हो गाइस, एकैछिनमा चाहिँ अहिले पानी अलिकति कम भयो, निस्किने बेलामा चाहिँ म टक्क यता बाहिरको भ्यूहरू देखाउँछु होइन। हामीले सब क्लिन हानिदिइसक्यौँ, यहाँको सब उठाइसक्यौँ, हामी त्यस्तो फोहोर गरेर चाहिँ छैनौँ। अब सबै भइसक्यो, अब चाहिँ हामी बाटोमा जाँदाखेरि भेट्छौँ है। सुरक्षा आशिषहरूका दिनुभएको धन्यवाद। अब हामी घर फर्किँदैछौँ, फेरि यसरी नभेटिन्छौँ। तपाईँको सुरक्षा आशिष माग्दछौँ। सबै प्रार्थना र महिमा प्यार बाबु ख्रिस्टको नाममा आमेन। ल ट्रिप छोटो थियो बट फिलिङ ठुलो। लाइफमा धेरै कुरा चेन्ज हुन्छन्, फोन बदलिन्छ, बाइक बदलिन्छ, सिटी बदलिन्छ, रुटिन बदलिन्छ, तर यस्ता मोमेन्ट्स जहाँ हामीले सँगै राइड गऱ्यौँ, सँगै खाना पकायौँ, सँगै पानीसँग फाइट गऱ्यौँ, सँगै हाँस्यौँ, यी मेमोरी सजिलै डिलिट हुँदैनन्। मेबी इयर्सपछि पनि कसैले नुवाकोट क्याम्पिङ भनेको सुन्यो भने हामी सबै फेरि त्यही रातमा फर्किनेछौँ। Until next trip, boys. Peace.